एसई को एक्जाम दिएर बस्नु भएको सम्पूर्ण भाइ बहिनीलाई चाहिँ आज मैले चाहिँ युनिट एन्ड डाइमेन्सन भन्ने च्याप्टर लिएर आइरहेको छु, जसमा चाहिँ तपाईले इन्ट्रान्स दिन खोज्नु भएको छ भने नेपालको विभिन्न इन्ट्रान्सहरुमा चाहिँ तपाईलाई साइन्स स्ट्रिमबाट सीटीबीटी, पीसीएल नर्सिङ या चाहिँ फार्मेसी तर्फ दिन चाहनुहुन्छ भने 25 मार्क्सको साइन्स को क्वेशनहरु आउँछ भने बाँकी अरु इन्ट्रान्सहरु सेन्जिबियर, एसओएस देखि लिएर बुटोलको विभिन्न कलेजहरुमा इन्ट्रान्स दिन खोज्नु भएको छ नि त्यमा पनि तपाईलाई 25 देखि 30 मार्क्सको क्वेशनहरु आउँछ। आज चाहिँ मैले युनिट एन्ड डाइमेन्सन भनेर लिएर आएको छु, त्यसमा भएको क्वेशनहरुलाई चाहिँ सल्भ गरौँ है त। ल हेरौँ है त। क्वेशन नम्बर 1 मा के छ त भन्दा युनिट एन्ड डाइमेन्सन भन्ने च्याप्टर पढाउँदै छु, जसमा चाहिँ तपाईलाई क्वेशन छ। क्वेशन नम्बरमा यसमा के हो त भन्दा युनिट के हुन्छ अनि त्यसको डाइमेन्सन के हुन्छ भनेर डिफरेन्ट क्वान्टिटीहरुको चाहिँ डाइमेन्सन के हुन्छ भनेर चाहिँ निकाल्ने हो। यहाँ हेर्नु भयो नि द एसआई युनिट अफ युनिभर्सल ग्यास कन्स्टेन्ट, यसको सिम्बल के हो? जी हो। तपाईले फर्मुला पढ्नु भएको थियो होला, यसको के निकाल्नु पर्यो? युनिट निकाल्नु पर्यो। फोर्स इज इक्वल टु के पढ्नु भएको थियो त भन्दा जी m1 m2 डिवाइडेड बाइ d स्क्वायर, जहाँ m भनेको के हो त? फोर्स हो, m भनेको के हो त? मास हो। m1 m2 भनेको दुईटा बडीको के त? डिफरेन्ट मास हो भनेपछि d भनेको के हो त? डिस्टेन्स हो। पहिला थाहा हुनु पर्यो है। अब g को युनिट निकाल्नु छ भने g इज इक्वल टु कसरी लेख्न मिल्छ त भन्दा f यता मल्टिप्लाई गर्दिनुस् d स्क्वायर डिवाइडेड बाइ m1 इन्टु m2। अब हेर्नुस् है, फोर्सलाई केमा मेजर गरिन्छ? तपाईलाई थाहा छ एसआई युनिट फोर्सको जहिले पनि के हो त? न्यूटन। डिस्टेन्सलाई के त? मिटरमा भनेपछि यहाँ के हुने भयो त? मिटर स्क्वायर। अनि मासलाई केमा मेजर गरिन्छ? जहिले पनि केजी हो। m1 m2 भनेको दुईवटा बडीको मास हो भनेपछि केजी इन्टु केजी भयो। अब हेर्नुस् त, यसलाई अरेन्ज गर्नुस्, न्यूटन मिटर स्क्वायर अपन के भयो? केजी स्क्वायर। यो देख्नु भयो? यो अपन देखि माथिपट्टि कुरा जाँदाखेरि के हुन्छ? प्लस छ भने माइनस, माइनस छ भने के हुन्छ? प्लस हुन्छ भनेपछि यसलाई अरेन्ज गर्नुभयो भने न्यूटन मिटर स्क्वायर केजी को पावर कति त? -2। अब अप्सनमा हेरौँ है त। अब अप्सनमा ए मा त छैन किनकि मिटर स्क्वायरै छैन भनेपछि अप्सन बी हेर्नुस् त, न्यूटन मिटर स्क्वायर अनि खेरि केजी को पावर -2 छ भनेपछि अप्सन बी चाहिँ के हो त? राइट एन्सर हो। अब क्वेशन नम्बर 2 तर्फ जाम। क्वेशन नम्बर 2 मा छ के छ त भन्दा इन द एसआई सिस्टममा द युनिट अफ इनर्जी, इनर्जी को युनिट के हुन्छ? अप्सन हेर्नुस्, एआरजी छ एउटामा, एउटा क्यालोरी छ, जूल छ अनि अप्सन डी पनि हेर्नुस् इलेक्ट्रोन भोल्ट छ भनेपछि अब हेर्नुस् त तपाईलाई के थाहा हुनु पर्यो? इनर्जी को युनिट के हो त? एसआई युनिट के हो? इनर्जी को एसआई युनिट जहिले पनि के हो त? जूल हो, जूल हो। बुझ्नुभयो? एसआई युनिट के हो त? जूल हो। तर सीजीएस भन्यो भने के हुन्छ त भन्दा सीजीएस युनिट को कुरा गर्यो भने सीजीएस सिस्टममा के हुन्छ त भन्दा फेरि जहिले पनि के हुन्छ? क्यालोरी। आन्सर बी हुन्छ। यसको लागि के सोधेको छ? एसआई युनिट के हुनु पर्यो? जूल हुनु पर्यो भनेपछि बी चाहिँ के हो त? राइट एन्सर हो। बुझ्नु भयो? अरु अप्सन चाहिँ हुँदैन। सीजीएस सोध्यो भने चाहिँ के हुनु पर्यो त? क्यालोरी हुनु पर्यो। अब नेक्स्ट क्वेशन तर्फ जाम। डाइमेन्सन फर्मुला अफ भेलोसिटी ग्रेडियन्ट, यो तपाईलाई नयाँ टर्म लाग्न सक्छ। भेलोसिटी ग्रेडियन्ट भनेको के हो भनेर पहिला बुझौँ है त। भेलोसिटी ग्रेडियन्ट भन्नाले के बुझिन्छ त भन्दा फेरि भेलोसिटी ग्रेडियन्ट भन्नाले के बुझिन्छ? पहिला फर्मुला पनि थाहा हुनु पर्यो। भेलोसिटी ग्रेडियन्टको डेफिनेसन के हो त भनेको चेन्ज इन भेलोसिटी, कुनै चेन्ज इन भेलोसिटी अपन के हो त? चेन्ज इन भेलोसिटी dv डिवाइडेड बाइ के हो त? dy, चेन्ज इन डिस्प्लेसमेन्ट। ठीक छ। कुनै पनि रिभरको कुरामा गरौँ, फ्लो भएको रिभरको कुरामा गर्नु पर्दाखेरि वाटर फ्लो हुँदाखेरि यो क्रस सेक्सनमा तपाईले यो y डिस्टेन्स छ भने यसमा भएको चेन्ज इन भेलोसिटी अपन चेन्ज इन डिस्टेन्सलाई जहिले पनि के भन्छ? भेलोसिटी ग्रेडियन्ट भन्छ। भनिसकेपछि भेलोसिटी ग्रेडियन्ट भनेको यस्तो हुँदो रहेछ। अब कहिलेकाहीँ यसरी पनि लेख्न मिल्छ, चेन्ज इन भेलोसिटी अपन चेन्ज इन के त? डिस्प्लेसमेन्ट। अब युनिट थाहा हुनु पर्यो। युनिट थाहा हुनु पर्यो भनेपछि भेलोसिटी को के हुनु पर्छ? मिटर, यसको पावर के त? -1 हुन्छ भनेपछि डिस्प्लेसमेन्ट केमा हुन्छ त भनेको डिस्प्लेसमेन्ट भनेको डिस्टेन्स नै हो। यो भनेको के त? मिटरमै हुन्छ भनेपछि मिटर मिटर क्यान्सल भयो, यसको पावर -1। अब डाइमेन्सनमा लेख्दा फेरि यहाँ कति लेख्नु पर्छ त भन्दा बी ब्राकेट लेख्नु पर्छ, यस सेकेन्ड। ठीक छ। अब तीनवटा कुरा चाहिँ थाहा हुनु पर्यो है। जस्तै फन्डामेन्टल क्वान्टिटी त 7 वटा छन्, जसमा चाहिँ मेजर युज हुने भनेको मासलाई केमा मेजर गरिन्छ? केजीमा। डाइमेन्सनमा लेख्दाखेरि क्यापिटल एम। ठीक छ। लेन्थलाई केमा मेजर गरिन्छ? मिटरमा, जसमा चाहिँ के लेख्नुपर्छ? डाइमेन्सनमा क्यापिटल एल। टाइमलाई केमा लेखिन्छ त? सेकेन्डमा, सेकेन्डमा अनि लेख्दाखेरि चाहिँ के त? क्यापिटल टी। अब डाइमेन्सन यहाँ सेकेन्ड आछ भनेपछि के हुनु पर्यो? टी को पावर -1। यस्तो अप्सन छैन, तर तपाईले के हेर्नु भयो भन्दा स्ट्यान्डर्ड फर्म एमएलटी को फर्ममा हुन्छ, जसको पावर 0 राखे पनि मिल्छ, त्यो जतिको पावर 0 राखे पनि 1 हुन्छ भनेपछि अब बाँकी कुराहरु के त? m0
अनि यल 0 राखिदिनुस् t को पावर -1 अप्सनमा हेर्नुस् त अप्सन ए मै आन्सर छ भनेपछि अप्सन ए चाहिँ के हो त राइट आन्सर हो। अब क्वेशन अगाडि जाम, अर्को क्वेशन तिर जाम। m l t को पावर -1 इज द डाइमेन्सन अफ के को डाइमेन्सन हुन्छ पावरको, मोमेन्टमको, फोर्सको के त कपलको। ठीक छ, अब पावर भन्ने पहिला थाहा हुनु पर्यो। पावर भनेको के हो त भन्दा फेरि पावर भनेको के हो त पावरको फर्मुला के हो भनेपछि वर्क डन बाइ के हो त टाइम हो। अब यसको हेरौँ है त वर्क डन भनेको के हो त फोर्स इन्टु डिस्प्लेसमेन्ट अपन टाइम। फोर्स भनेको के हो त अलि जान्नु भन्ने मास इन्टु एक्सिलरेसन इन्टु के त डिस्टेन्स अपन टाइम। अब युनिट लेख्नु पर्यो। युनिट लेख्दा फेरि मास केमा मेजर गरिन्छ केजीमा। ठीक छ, एक्सिलरेसन मिटर, यसको पावर कति त -2। ठीक छ, अनि डिस्टेन्स के भयो त मिटरमा, टाइम के भयो त सेकेन्डमा भयो। भनिसकेपछि यसलाई एरेन्ज गर्नुभयो नि केजी एम स्क्वायर यसको पावर -3। डाइमेन्सन कति हुन्छ त केजीलाई के त मास भनेपछि क्यापिटल एम यल स्क्वायर टी को पावर कति त -3 हुन्छ। यहाँ जाँदाखेरि के भयो त -3 भयो। अब यो त अप्सनमा छ र अप्सनको हो र होइन भनेपछि यसको एन्सर चाहिँ यो चाहिँ भएन। अब सेकेन्ड क्वेसनतिर जानु पर्यो, अप्सनतिर जानु पर्यो। सेकेन्ड अप्सनतिर जाँदाखेरि चाहिँ अब तपाईले सेकेन्ड अप्सनलाई हेर्नुस्। मोमेन्टम भनेको छ, मोमेन्टमलाई केले डिनोट गर्छ p ले डिनोट गर्छ। मोमेन्टम भनेको मास इन्टु भेलोसिटी। फर्मुला थाहा हुनु पर्यो, मास केमा केजीमा, भेलोसिटी के त मिटर, यसको पावर के त -1 भनेपछि केजी एम यसको पावर -1। यसलाई डाइमेन्सनमा लेख्नु पर्यो, बिग ब्राकेट चाहिहाल्यो। केजीलाई केमा लेख्न मिल्छ मासको युनिट केजी भने क्यापिटल एम भइहाल्यो, मिटर भनेपछि लेन्थ भयो यल भइहाल्यो, टी को पावर -1 हो। डाइमेन्सन केसँग बराबर हुँदो रहेछ त भन्दा एम यल टी को पावर -1 डाइमेन्सन भनेको मोमेन्टमको। ठीक छ, कहिलेकाहीँ फोर्सको सोध्यो भने एफ इजिकल टु एम ए भन्ने कुरा बुझ्नु पर्यो। ल हेर्नुस्, अर्को आयो कपल। कपल भनेको यो जोडी भन्ने चाहिँ होइन, यो कपल भनेको चाहिँ फिजिक्सको हिसाबमा के बुझिन्छ भन्दा टु इक्वल के त अपोजिट फोर्सेस, त्यसलाई चाहिँ के भनिन्छ जोडी त जोडी हो तर के तपाईहरुको जस्तो जोडी चाहिँ होइन। के हो त यो भन्दा दुईटा फोर्स इक्वल के त अपोजिट के हुनु पर्यो फोर्सेसहरुको जोडीलाई के भन्छ त कपल भन्छ। यसको आन्सर के भयो त भन्दा मोमेन्टम भयो। कहिलेकाहीँ सोध्यो भने पावर मोमेन्टम फोर्सको कपलको निकाल्नु पर्यो भने पनि तपाईले गर्न सक्नुहुन्छ। अब अर्को क्वेशनतिर जाम। इफ द फोर्स दिएको छ, लेन्थ दिएको छ, टाइम इज टेकन एज द फन्डामेन्टल युनिट भनेर सोधेको छ, देन द डाइमेन्सन फर्मुला अफ मास। मासको के त फोर्स अनि लेन्थ अनि टाइमको रेस्पेक्टमा के निकाल्नु पर्यो यसको डाइमेन्सन निकाल्नु पर्यो भनेपछि यसले भन्नु खोजेको कुरा के हो त भन्दा एफएलटी को फर्ममा चाहिँ के गर्नु पर्यो त मासलाई चाहिँ लेख्नु पर्यो भनेर क्वेशनले सोधेको छ। अब एउटा कुरा थाहा छ तपाईलाई एफ इजिकल टु यहाँ तर मासलाई लेख्नु पर्यो भनेको फोर्स अपन के हो त एक्सिलरेसन हो। तर क्वेशनले के भनेको छ नि एफएलटी को फर्ममा लेख, फोर्स लेन्थ र टाइमको फर्मुलामा लेख, अरु फर्मुला लेख्न पाइदैन भनेपछि एक्सिलरेसन भनेको के हो त भन्ने तपाईलाई थाहा छ। एक्सिलरेसन भनेको के त भेलोसिटी अपन टाइम हो। अझै भेलोसिटीको फर्मुला पनि थाहा छ तपाईलाई। भेलोसिटी भनेको के त डिस्टेन्स अपन टाइम इन्टु टाइम भनिसकेपछि के भयो त फोर्स इन्टु डिस्टेन्स अनि माथि गएर टी स्क्वायर भयो भनेपछि अब यसलाई यही कुरालाई लेख्नु पर्यो हो कि हैन। अब तपाईको मास के को फर्ममा लेख्न मिल्यो एफ टी स्क्वायर भयो डिवाइडेड बाइ डी भयो हो। अब यसलाई एफ लेख्नुहोस् अनि टी स्क्वायर, डिस्टेन्स र लेन्थ भनेको कुरा एउटै हो है भनेपछि यल माथि जान्छ, यल को पावर -1 भयो, टी स्क्वायर भयो। अनि यहाँ के गर्नुस् त ब्राकेट बन्द गरिदिनुहोस्, एफ यल को पावर -1 टी स्क्वायर रहेछ भनेपछि अप्सनमा चेक गर्दै जानुस् त अप्सन ए मा तपाईको आन्सर छ। ए चाहिँ के हो त राइट आन्सर हो। अब यस्तै भिडियोहरुको लागि चाहिँ तपाईले चाहिँ फिजिकल क्लास लिनु परेको छ, अनलाइन क्लास लिनु मन लागेको छ, भर्खरै एक्जाम सिद्धिएको छ, अब के गरौँ मैले फर्दर प्रोसेस साइन्स पढौँ कुनै स्ट्रिम सिटिबिटी को कोर्स या चाहिँ फार्मेसी पढ्न खोजिराख्नु भएको छ भने तपाईहरुले नितान्त रूपमा हामीलाई सोध्न सक्नुहुन्छ। हामीले चाहिँ तपाईलाई एकदम गाइड गर्छौं। फिजिकल र अनलाइन क्लासहरु चाहिँ हामीले चाहिँ हजुरहरुलाई चाहिँ पढाउने छौं। केही कुराहरु जान्नु पर्यो भने तलको नम्बरमा अथवा एप्पल इन्ट्रेन्स प्रिपरेसनमा चाहिँ तपाईले भिजिट गर्न सक्नुहुनेछ। थ्यांक यू, धन्यवाद।